बाध्यताहरू यति धेरै पनि हुनु हुँदैन कि तिनको अगाडि कसैको निस्वार्थ प्रेम नै हारोस्। किनकि संसारमा सबैभन्दा दुर्लभ कुरा प्रेम पाउनु मात्र होइन, निस्वार्थ रूपमा प्रेम गर्ने मानिस पाउनु हो। समय, परिस्थिति र जिम्मेवारीहरू जीवनको हिस्सा हुन्, तर यदि तिनकै बीचमा हामीले आफ्नो मान्छेलाई गुमायौं भने सफलताले पनि मनलाई पूर्ण बनाउन सक्दैन। कहिलेकाहीँ जीवनले सबै कुरा दिन्छ, तर त्यो एउटा व्यक्तिले खोसिदिन्छ जसको साथमा ती सबै कुराको अर्थ थियो। त्यसैले बाध्यता निभाऊ, तर यति पनि होइन कि प्रेमले आफ्नो अस्तित्व नै गुमाओस्। बाध्यताहरू यति धेरै पनि हुनु हुँदैन कि तिनको अगाडि कसैको निस्वार्थ प्रेम नै हारोस्। कहिलेकाहीँ जीवनले सबै कुरा दिन्छ, तर त्यो एउटा व्यक्तिले खोसिदिन्छ जसको साथमा ती सबै कुराको अर्थ थियो। त्यसैले बाध्यता निभाऊ, तर यति पनि होइन कि प्रेमले आफ्नो अस्तित्व नै गुमा